विभिन्न दूतावास धाउनु पर्ने स्थिति रहेछ, त्यहाँ नधाएको कारणले अल्पसंख्यकलाई क्याबिनेटमा राख्नु हुँदैन, सकिँदैन भन्ने निर्णय उहाँहरूले गर्नुभएको छ। मैले बुझेको मन्त्रीको शपथ खानुभन्दा अगाडि चाहिँ राजदूतावास धाउनुपर्छ भन्ने कुरामा सत्यता छ कि छैन? हजुर पनि मन्त्री हुनुभयो। छैन, त्यो कुरा एकदम झुटा हो। मैले चाहिँ गरिन त, मलाई कसैले चाहिँ ल पहिला राजदूतावास जा अनि त्यहाँ त्यो भेटेर आएर बल्ल मन्त्री होला भन्नु मलाई कसैले भनेन त। अहिलेसम्म कसैले केही भनेकै छैन त। विदेशीले कसै यसो गरी यो यसो गर्नुपर्छ है, यसो गरेन भने राम्रो हुने छैन भन्नु, खै त म मन्त्री भएको पनि भयो त अहिले दिन त। तपाईँलाई यसो गरौँ उसो गरौँ ब्रिफकेस त आएको छैन? केही आउँदैन, आएकै छैन त। म त झुटो बोल्दैन नि। यो सरकार विदेशीले बनाएको भनेर मेड इन चाहिँ नेपाल होइन, कारखाना बाहिर हो भन्ने पनि आएको छ। त्यो त नेपाली त्यो भन्ने मात्र होइन, सारा नेपालीको चाहिँ एउटा दिमागमा अथवा नेपालीको जिनमा पसेको एउटा कुतर्क हो। त्यो आफूले केही गर्दैन अनि अरूले आएर भत्काइदियो, बिगाडिदियो, विदेशीले चाहिँ हस्तक्षेप गर्यो भन्ने कुरा त त्यो चाहिँ गफाडीहरूको कुरा हो।